नमस्कार भाइ बहिनीहरू। आज म तपाईहरुलाई बिहालीको सेट 2 को समूहको क्वेशन नम्बर 1 बनाउँदै छु। ध्यानपूर्वक हेर्नु होला र बुझ्नु होला। दुईवटा समूहहरू A र B लाई तल प्रस्तुत गरिएको छ। Two sets A and B are presented below. A equal to 1 2 3 र B equal to 2 3 छ। A नम्बरमा क्वेशन सोध्छ समूह A र B अलगिएका वा खप्टिएका कस्ता समूह हुन्? लेख्नुहोस् what are the types of set A and B either overlapping or disjoint, right भनेर दिन्छ। अर्को छ समूह B बाट बन्ने उपसमूह लेख्नुहोस् right subset that can be made from set A भनेको छ। र समूह C क्वेशन नम्बर C मा छ समूह B भन्दा समूह A मा कति बढी उपसमूहहरू बनाउन सकिन्छ? How many more subsets can be made from set A than set B भनेर यसरी चाहिँ क्वेशन एक एक मार्क्स गरेर 3 मार्क्स को सोधेको छ। अब यसको सोलुसन कसरी गर्ने त तपाईहरुले सेटको बारेमा धेरै पढिसक्नुभयो। अब यो सजिलो छ। यो 3 मार्क्स आउँछ। 3 मार्क्समा 1 मार्क्स नि तपाईले गुमाउनु भएन। ल हेर्नुस् है त। ए नम्बरको एन्सरमा हामी जाँदाखेरि क्वेशन भनेको छ समूह अलगिएका वा खप्टिएका कस्ता हुन् भनेर सोधेको छ। हामीले यहाँ सिधै थाहा पाउन सक्छौं कि क्वेशनमा हामीलाई एउटा समूह A मा 1 2 3 छ, B मा 2 3 छ, साझा के छ 2 छ। त्यसैले हामीले एन्सरमा समूह A र B खप्टिएका समूह किनभने समूह A र B मा साझा सदस्य 2 छन्। है 2 छन् भन्दा 2 छ है। त्यसैगरी सजिलो छ। त्यसैगरी समूह B गरे क्वेशन नम्बर B मा क्वेशन सोधेको छ समूह B बाट बन्ने उपसमूहहरू लेख्नुहोस्। समूहबाट समूह B भनेको 2 र 3 हो है। समूह B बाट बन्ने उपसमूह यस प्रकारका छन्। B equal to 2 3 छ। त्यसैले एउटा नल सेट भयो खाली समूह। त्यसैले 2 मात्र 3 मात्र र 2 र 3 गरेर 4 वटा यसका के भन्छन् सबसेटहरू बन्छन्। अर्को छ समूह C मा तपाईलाई समूह B भन्दा समूह A मा कति बढी उपसमूह बनाउन सकिन्छ? तपाईले यहाँ समूह B भन्दा समूह B र समूह B र A मा यो भन्दा मिस्टेक छ। समूह B मा र समूह B र A मा बन्ने उपसमूहहरू समूह B र A मा बन्ने उपसमूहहरू यसरी हामी पत्ता लगाउन सक्छौं। कहिलेकाहीँ धेरै हुन्छ। यो थोरै भएर त हामीले समूह बनाएर नि छुट्याउन सक्छौं। तर हामी उपसमूह नबनाइकन यसलाई फर्मुलामा लिएर गएर पनि बनाउन सकिन्छ। A मा 1 2 3 सदस्य संख्या कति भयो? 3 वटा भयो। त्यसैले यसको फर्मुलामा लिएर जाउँ 2 को पावर n भनेको नम्बर अफ सेट हैन। यहाँ सबसेटको नम्बर दिएको छ। त्यसैले यहाँ 2 को पावर 3 भयो। नम्बर कति भयो? 3 भयो। त्यसैले 3 वटा 2 गुणन गर्दाखेरि 2 दुना 4 दुना 8 वटा भयो। त्यसैले B मा 2 वटा सदस्य संख्या छन्। त्यसैले 2 को पावर n भयो हो 2 * 2 = 4 भयो। त्यसैले समूह A र B मा समूह A बाट B घटाइदिउँ 8 बाट 4 घटाउँदा 4 आयो। त्यसैले समूह B मा भन्दा A मा 4 वटा बढी उपसमूहहरू बनाउन सकिन्छ भनेर तपाईले यसरी सोलुसन गर्न सक्नुहुन्छ।